ठुलो काम गर्न ठुलो मान्छे हुन आवश्यक छैन। आज म यस्तो स्टोरी लिएर आएको छु जसमा संसारले त्यहाँबाट बहुत ठुलो इन्सपिरेसन लिएको छ। र गेहलोर, बिहारको गेहलोर भन्ने गाउँमा एक दिन यस्तो घटना घट्छ जसमा हामीले धेरै ठुलो एउटा इन्सपिरेसन स्टोरी पाएका छौँ। र त्यो गाउँमा एकजना व्यक्तिको वाइफ स्वास्नी, जसमा चाहिँ पहाडमा ओरदोर गर्ने क्रममा उहाँको चोट लाग्छ। चोट लाग्दाखेरि त्यो समयमा हस्पिटल लान नपाउँदा उहाँको मृत्यु हुन्छ, उहाँको वाइफको मृत्यु हुन्छ। र त्यसपछि त्यो व्यक्तिले, जो हस्बेन्ड थियो, त्यो व्यक्तिले यस्तो सङ्कल्प लिन्छ, र आज म त्यही सङ्कल्पको स्टोरी लिएर आएको छु। र यो के हो भन्दाखेरि चाहिँ उहाँको जिन्दगीको उद्देश्य नै परिवर्तन हुन्छ। र उहाँले जुन ठाउँबाट उहाँको स्वास्नीलाई हस्पिटल लान सक्नु भएन, त्यही ठाउँलाई उहाँले बाटो बनाउनु भयो। र म आज स्टोरी भनिरहेको छु दशरथ माझी, हामीले सबै सुनेकै व्यक्ति होइन। र उहाँले चाहिँ 110 मिटर लामो बाटो एउटा पहाड तोडेर, एक्लै पहाड तोडेर बनाएको थियो। र 9 मिटर चौडा बाटोलाई उहाँले एक्लै तोडेर बनायो। उहाँको एउटै भनाइ थियो, मेरो स्वास्नीले जस्तो दुःख अरूले भोग्नु नपरोस् भन्ने उद्देश्यले उहाँले त्यो पहाड तोडेर देखाइदियो। र त्यो पहाड तोड्ने क्रममा धेरै उतार चढावहरू आए, जसमा उहाँलाई डिमोरलाइज गर्ने, उहाँको काम रोक्नेदेखि लिएर धेरै यस्ता कामहरू भयो, जसमा पनि उहाँ कहिले पनि पछाडि हटेन। त्यसपछि उहाँले पहाड काटेर आफ्नो गाउँको लागि बाटो बनाए, जसमा मान्छेहरू आउनु जानु सुविस्ता होस् भनेर उहाँले बाटो बनाउनु भयो होइन। उहाँले आफ्नो दुःखलाई उद्देश्यमा, आफ्नो पीडालाई शान्तिमा, र आफ्नो प्रेमलाई समाज सेवामा परिणत गर्नुभयो। र यो धेरै राम्रो एउटा स्टोरी हो, जसमा हामीले यहीबाट धेरै शिक्षाहरू लिन सक्छौँ होइन। र उहाँको यही उद्देश्य, उहाँको यो सङ्कल्प देखेर 2015 मा माझी द माउन्टेन म्यान भनेर मुभी पनि रिलिज भएको थियो। र हामीले त्यसलाई हेऱ्यौँ, त्यहाँबाट शिक्षा लियौँ। उहाँलाई बिचमा काम गर्दा धेरै रोक्नु पनि आयो होइन, उहाँलाई डिमोरलाइज गर्नु आयो, तर उहाँले कहिले पनि हार मान्नु भएन। र उहाँको एउटै सङ्कल्प थियो, जब तक तोडेंगे नै तब तक छोडेंगे नै। र यस्तै इन्सपिरेसन स्टोरीहरू लिएर आउनेछु। स्टे ट्युन। थ्याङ्क यू सो मच।